सो अलराइट गाइज है ढिला भइसक्यो हाम्रो नयाँ भएको स्वागत छ तल स्याम्पलहरू कुदिरहनु भएको होइन आज कहाँ जाने भन्दैछन् सर कहाँ जाने भन्दैछन् त्यस्तो चिसो चिसो छ मौसम चाहिँ तपाईँको ल बुढाहरू चाहिँ कुदिरहन् गाडी ल बाई बाई ब्राउन हो बाई भाउजू राम्रोसँग बस्दैन सिउ ल निस्केको ल सरी है ल ढिला भयो सरी दाइ है हाम्रो स्याम त नचिने मान्छे छैन अभिषेक दाई वेलकम टु लन्डन है बस को छ हाम्रो यहाँ चितिज दाई है फेरि ल ढिला भइसक्यो बाई बाई है त हाम्रो अनुभव थपिँदै हुनुहुन्छ फेरि है सुन्दर भाइ आउँदैछ है यहाँ दाई वेलकम कस्तो सेक्स हो त नि दाइको चाहिँ 1 घन्टा 25 मिनट लाग्छ है हामीलाई ल है 1 घन्टा 25 मिनट कहाँ जानु लाग्यो मलाई त ज्याकेट छैन आज नि लास्ट कारे उनीसँग जाँदा नि ज्याकेट थिएन दाइ सिधै कामबाट हामी सिधै पिक गरेको है दाइलाई अब यहाँ कफी खाइन्छ होइन दाइ यो त सार्ने होइन दाइ यो सार्ने होइन सर यो भनेको तिम्रो मुभमेन्ट गरेर चौराउँदी त्यहाँबाट हामी फिसिङ हुँदै हामी राफ्टिङ गर्दै जाँदैछौँ ओके छ त होइन अहिले माछा माछे मान ल निस्किनु पर्ने हुन्छ कफी सफी खाइयो होइन लेट्स हिट द रोड गाइज ल आइयो है सर्ने यहाँ आइयो दामी छ ल भ्युज हेर्ने हो त टोलीहरू यहाँ जम्मा टोलीहरू है यस्तो छ है भ्यू चाहिँ यो पारी युएस हो है फेरि है ब्रिज पनि अझै त्यहाँबाट नि उतै छ है फोटो खिच्छ नि के हो प्रिन्टहरू रहेछ दामी दामी के लेखेको रहेछ लुक अप रे प्लिज एड्रक्स डु नट रिमुभ एनी कस्तो दामी है पीस रे दामी है दामी ज्याकेट खोइ त सान्दैछ यस्तो छ है भ्यू है दाजुहरू त्यहाँ छ त कहाँ हो एकछिन हिँड्छौँ हामी पार्कमा होइन पार्क गर्छौँ फ्रेस हावा खान्छौँ होइन त्यस्तो छ हाम्रो अर्का ब्लगर देख्न सक्नुहुन्छ कृपया चर्चित हुनुहुन्छ उहाँ लन्डन दामी छ नि त भ्यू to the next destination. Let's go ahead to the darkness. Wild darkness. हाम्रो घाम लागिरहेको छ मजाले हाम्रो घाम लागेको छ हाम्रो क्षितिज सर देख्न सक्नुहुन्छ अलिकति एन्टी लाइट परेर गाह्रो भए पनि तर यतापट्टिबाट यस्तो राम्रो आउँदो रहेछ हैन हाम्रो सुन्दर सर हुनुहुन्छ यहाँनिर हाम्रो चोकलेट भ्लगर है
चक्रै भ्लगरले ढाड देखाएर मस्ती गर्दै हुनुहुन्छ। सनलाइट मिठो देख्न सक्नुहुन्छ हाम्रो यहाँ। कुर्सीमा बसेपछि मान्छेलाई आफ्नो रेस्पोन्सिबिलिटी थाहा हुन्छ भने जस्तै क्यामेरा समातेपछि आफै भ्लगर आउँदो रहेछ भित्रबाट। तर धेरै राम्रो छ यार भ्यू यार। मिठो घाम लगाइरहेको छ। हाम्रो सुन्दर सरले पनि एक्सप्लोर गर्दै कैद गर्दै हुनुहुन्छ क्यामेरामा मेमोरी मोमेन्ट। माछा मार्दैछ यसले। तपाईँको यस्तो हावा लागेको छ, यस्तो हावा लाग्यो कि सुन्न सक्नुहुन्छ। हाई 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 अभिषेक दाइ फेरि लजाएर फेरि लजाएर सुन त म अलिअलि आछु जाडो भयो। लास्टै जाडो भयो। किन आएन बुढाहरू के हालिदियो क्या यतातिर। कस्तो दामी के हो। Everybody must get stoned. मलाई त्यस्तो नदेखाउनु न त गाली खान्छ अहिले। त्यही त माथि उयो नेता रहेछ त यहाँ त लसमा यो होला यतिको चाहिन्छ है त। यही बसिहाल्यो अबि सबै भ्लगमा आउनु पर्यो हरियो। ल जाडो जाडो भयो है। अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ। निस्किने होइन त दाइ? निस्किने अब ब्याक टु लन्डन। ब्याक टु लन्डन। ल है त यस्तो छ रमाइलो त छ। तर अलिक चिसो छ कि तपाईँको हावा लागेर। मेरै हुँदैन केरा कुदियो त। के हो फार्म रहेछ त यार। ब्राउन ट्राउट रेनबो ट्राउट। खोइ त माछै देखिदिनु त म त। ए देखि दामी। ल त्यस्तो छ है। चिसो चिसो छ। जानुपर्ने हुन्छ अब चाहिँ। गइसक्नु हो। म चाहिँ माछा हेर्न आएको फेरि एकछिन। ल है त बाई बाई। ल सुम हिँड। ओ सुम के हो दाइ? टोरन्टो जाने बाटो पार्ट टाइम गरेर टुरिस्ट साइडतिर के हुँदैछ यहाँ? हाम्रो प्रेप हुँदैछ है। प्रेप भन्छ नि किचनमा। प्रेप हो के हो? बँदेल हो। बँदेलको मासु। भोलि के हो र दाइ? भोलि के टुगेदर यार। बर्थडे चाहिँ कहिले हो? भोलि हो पर्सि हो? बर्थडे 3-4 दिन लाग्छ। तर हामी भोलि मनाउँछौँ त यार। त्यस्तो नहुनु यो बर्थडे होइन कस्तो मनाउने हो र। कहाँ गएर बनाउने हो बर्थडे? फिक्स छैन त्यति चाहिँ। पानी पर्छ कि जस्तो छ है। त्यस्तो डर लागिरहेको छ। परेन भन्नु बाहिर गइन्छ। तर पनि मलाई जहाँसम्म लाग्छ हामी घरकै मुनि बनाइन्छ कि जस्तो फिल आइरहेको छ। यही भयो भने चाहिँ सामान पनि सबै बाहिर जाने प्लान हो। अस्ति नै